त्यस अन्तर्गत इन्ट्रोडक्सन अफ अपरेटिङ सिस्टमदेखि लिएर अपरेटिङ सिस्टमको विभिन्न टाइपहरूदेखि लिएर अपरेटिङ सिस्टमको चाहिँ मोडुलहरूदेखि लिएर हामीले के गर्यौँ विगत केही दिनबाट चाहिँ स्टडी गर्यौँ। अब त्यसैमा चाहिँ योचोटि अलिकति पृथक हिसाबले यो क्लास हुन्छ। यसमा चाहिँ के छ त, होल अपरेटिङ सिस्टम हाम्रै सिलेबस है, फेरि यहाँ कन्टेन्ट जे भए पनि हाम्रै सिलेबसमा चाहिँ के छ त, इन्ट्रोडक्सन अफ अपरेटिङ सिस्टम, डस भर्सेस विन्डोज, विन्डोज इन्टरफेस एन्ड मेन्टेनेन्सहरू, कन्ट्रोल प्यानल, विन्डोजका चाहिँ बुल्ट इन एप्लिकेसनहरू भनेको विन्डोजको चाहिँ त्यस्तो एडमिनिस्ट्रेटिभ टुलहरू, बेसिक हार्डवेयर कन्सेप्ट र युएसबी रिलेटेड छ हाम्रो सिलेबसमा। मेन भनेको के छ भनेपछि मेन कोर कुरा के छ त, हाम्रो मेन वाट इज अपरेटिङ सिस्टम भन्ने कुरा चाहिँ हाम्रो सिलेबसले पढ्नु नै भनेको छ। भनेको अपरेटिङ सिस्टम भनेको त्यस्तो कुरा हो जुन चाहिँ सेट अफ सिस्टम सफ्टवेयर प्रोग्राम हो जसले चाहिँ ओभरअल हार्डवेयर रिसोर्सेसहरूलाई, पेरिफेरियल डिभाइसेसहरूलाई के गर्छ त, सम्पूर्ण एप्लिकेसनको माध्यमबाट विभिन्न इन्टरफेस प्रोभाइड गरेर युजरलाई चाहिँ के गर्छ त, एक प्रकारको इन्टरफेस प्रोभाइड गराउँछ। यसैलाई हामी के भन्छौँ, अपरेटिङ सिस्टम भनेर भन्छौँ, मेन फोकसवाला। त्यसमा पनि हार्डवेयरको पोइन्ट अफ भ्यूबाट पनि अपरेटिङ सिस्टम छ। यो हार्डवेयरको पोइन्ट अफ भ्यू भनेको के हो त, जुनसुकै हार्डवेयरले चाहिँ जहिले पनि के गर्छ, हार्डवेयरले चाहिँ जहिले पनि कुनै पनि युजरले हार्डवेयरलाई म्याक्सिमम चलाउनलाई के गर्छ त, अपरेटिङ सिस्टम चाहियो। विदाउट अपरेटिङ सिस्टम हार्डवेयर इज नथिङ है, जस्ट पिस अफ इलेक्ट्रोनिक वेस्ट। भनेको अपरेटिङ सिस्टमको चाहिँ त्यस्तो फिचर हो जसले युजर र हार्डवेयर बीच तालमेल त मिलाउने नै हो, तर हार्डवेयरको चाहिँ म्याक्सिमम युटिलाइज गर्ने, सिपियुलाई कन्ट्रोल गर्ने, मेमोरीलाई चाहिँ कन्ट्रोल गर्ने, एलोकेसन गर्ने, विभिन्न प्रकारका इनपुट आउटपुट डिभाइसेस र पेरिफेरियल डिभाइसेसहरूलाई म्यानेज गर्ने सबै काम अपरेटिङ सिस्टमले गर्यो। अब अर्को पोइन्ट छ सफ्टवेयर लेभल। सफ्टवेयर लेभलमा पनि अपरेटिङ सिस्टमले के गर्छ त, एप्लिकेसन सफ्टवेयर र हार्डवेयर बीच सेम इन्टरफेस प्रोभाइड गराइदिने, विभिन्न प्रकारका एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसहरूलाई, ग्राफिकल युजर इन्टरफेसहरूलाई, कमान्ड लाइन इन्टरफेसहरूलाई के गर्छ त, एक प्रकारको चाहिँ प्लेटफर्म प्रोभाइड गरिदिन्छ जसले के गर्छ भनेपछि युजरले डाइरेक्टली हार्डवेयरसँग इन्टरेक्ट नगरे पनि इन्डाइरेक्टली के गर्छ त, विभिन्न प्रकारका चाहिँ हार्डवेयरहरूलाई फुल्ली के गर्छ, युज गर्छ, कन्ट्रोल गर्छ र अपरेट गर्छ। सो अपरेटिङ सिस्टम इज भेरी इम्पोर्टेन्ट फर कम्प्युटर सिस्टम। अब अर्को के छ भनेपछि सबैभन्दा पहिला चाहिँ के भएको थियो, ब्याच प्रोसेसिङ अपरेटिङ सिस्टम भनेको विभिन्न प्रकारका फर्स्ट जेनेरेसन अफ कम्प्युटरमा चाहिँ टास्किङहरू आउँथ्यो पञ्च कार्डको, जसमा चाहिँ विभिन्न ब्याजहरूलाई के गरिन्थ्यो, प्रोसेसिङ गरेर राखिन्थ्यो। त्यो प्रोसेसिङ गर्नलाई चाहिँ ब्याजहरू हुन्थ्यो, भनेको बन्डल बन्डल हुन्थ्यो टास्कको चाहिँ पञ्च कार्डहरूमा। त्यसैलाई म्यानेज गर्नलाई अपरेटिङ सिस्टम इन्ट्रोड्युस गर्यो, जसलाई ब्याज प्रोसेसिङ सिस्टम भन्यो। त्यसै गरी त्यही बेला चाहिँ के छ त, एउटा डिस्क अपरेटिङ सिस्टम भयो, डिस्कलाई मात्रै म्यानेज गर्नलाई अपरेटिङ सिस्टम आयो। कालान्तरमा त्यसले माइक्रोसफ्टले किनेर विन्डोज डस बनायो, भनेको एमएस डस, माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम बनायो। त्यसै गरी माइक्रोसफ्टले आफ्नै विन्डोज अपरेटिङ सिस्टम इन्ट्रोड्युस गर्यो, जसमा चाहिँ ग्राफिकल युजर इन्टरफेस राख्यो, जसले गर्दा चाहिँ अझ कम्प्युटरलाई के गर्यो त, एकदमै चलाउन सजिलो भयो। माइक्रोसफ्टले गरिसकेपछि एप्पलले पनि इन्ट्रोड्युस गर्यो। एप्पल र माइक्रोसफ्ट फ्रेन्डली वारमा भए, आफ्नो आफ्नो प्रोडक्ट लिएर अहिलेसम्म जुन मार्केटमा यिनीहरूको प्रभुत्व जमिराखेको छ, त्यस्तै गरेर के छ त, कन्ज्युमरमा अथवा ओल्डमा चाहिँ सबैभन्दा धेरै अपरेटिङ सिस्टम चाहिँ विन्डोज धेरै पपुलर भयो।
अब यही विन्डोज अपरेटिङ सिस्टममा पनि विभिन्न फङ्सन छन्। यसले चाहिँ युजरलाई चाहिँ मोस्ट अफ द दिने भनेको ग्राफिकल युजर इन्टरफेस, विभिन्न आइकनहरू दियो। त्यो आइकनहरूलाई चाहिँ के गर्यो त भनेपछि विभिन्न प्रकारका प्रिमेटिभ मल्टिटास्किङहरू दियो। मल्टिटास्किङहरू, मल्टिप्रोसेसिङहरू अथवा विभिन्न फिचरहरू विन्डोजमा चाहिँ विशेष गरेर डब्लुआइएमपी फिचर भयो, जसमा चाहिँ विन्डोज भयो, आइकन भयो, मेनुज भयो, पोइन्टर भयो। पोइन्टरमा फेरि के युज गर्यो? पोइन्टिङ डिभाइसहरू जस्तो कि फर इक्जाम्पल किबोर्डहरू युज गर्यो। त्यस्तै गरेर त्यो विन्डोज अपरेटिङ सिस्टमको चाहिँ सम्पूर्ण सिस्टमलाई चाहिँ हामीले अप्टिमाइज गर्न सक्ने भयो। अप्टिमाइज पछि त्यसलाई चाहिँ मेन्टेनेन्स गर्न सक्ने भयो र विभिन्न प्रकारको चाहिँ हार्डवेयरहरूलाई चाहिँ इन्टरेक्सन गर्न सक्ने भयो। त्यो हार्डवेयरलाई चाहिँ हाम्रो कम्प्युटर सिस्टममा इन्टिग्रेट गर्न सक्ने भयो। सो एउटा अपरेटिङ सिस्टमले चाहिँ कुनै पनि एपलाई अथवा सफ्टवेयरलाई मात्रै रन गर्ने हुँदैन। त्यो अपरेटिङ सिस्टमले विभिन्न प्रकारका चाहिँ हार्डवेयरहरूसँग कम्प्याक्टेबल हुन्छ। त्यो सिस्टमको चाहिँ हेल्थ भनेको त्यो सिस्टमको विभिन्न डिस्क डिफ्र्यागमेन्टेसनहरू, स्क्यान डिस्कहरू र विभिन्न एक्सटर्नल र इन्टरनल हार्डवेयरहरूलाई चाहिँ के गर्छ त ह्यान्डल गर्छ। सँगसँगै के छ त भनेपछि त्यो अपरेटिङ सिस्टममा चाहिँ सेक्युरिटी फिचरहरू हुन्छ, जसले चाहिँ के गर्छ विभिन्न प्रकारको चाहिँ थ्रेडहरूलाई चाहिँ अप्टिमाइज गर्छ। अब यहाँनिर छ अर्को सेक्सन, जसमा हामी के गरौँ, भेरी इम्पोर्टेन्ट टपिकलाई चाहिँ ब्रेकडाउन गर्छौँ यो समरीमा। अब यहाँनिर के छ त, सबैभन्दा त इन्ट्रोडक्सन अफ ओएस, दिस इज द भेरी इम्पोर्टेन्ट। यसबाट 5 नम्बरको क्वेसन सोधेन भने पनि 1 नम्बर एमसिक्यू स्योर सोध्छ। फङ्सनालिटिज एन्ड क्यारेक्टर मोस्ट अफ द एउटै हो भनेको भेरी इम्पोर्टेन्ट हो। कोर फङ्सनालिटिज हुन्छ है, जसमा चाहिँ प्रोसेस म्यानेजमेन्ट भनेको कम्प्युटरको अपरेटिङ सिस्टमले विभिन्न प्रकारका डिफ्रेन्ट प्रोग्रामहरूलाई चाहिँ रन गर्नुपर्ने हुन्छ युजरको रिक्वायरमेन्ट अनुसार। त्यो रिक्वायरमेन्टहरूलाई, त्यो टास्क कम्प्लिटलाई चाहिँ सिपियुले के गर्छ त एउटा लाइनमा लाएर राखिदिन्छ, जसमा प्रोसेस म्यानेजमेन्ट हुन्छ, जसमा चाहिँ के हुन्छ सेड्युलिङ पनि हुन्छ। सेड्युल गरेर कामहरू गर्छ अथवा फर्स्ट इन फर्स्ट आउट गरेर काम गर्छ। सो यहाँनिर चाहिँ फर्स्ट प्रोसेसलाई चाहिँ फर्स्ट नै गर्ने हुन्छ अथवा फर्स्ट प्रोसेसलाई पनि ब्रेकडाउन गर्न सक्छ। सो विभिन्न प्रकारका चाहिँ अपरेटिङ सिस्टमले प्रब्लम सल्भ गर्नलाई चाहिँ के गर्छ, प्रोसेसलाई चाहिँ म्यानेजमेन्ट गर्छ। मेमोरीको सिपियुको प्रोसेसहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अर्को मेमोरी म्यानेजमेन्ट, विभिन्न अपरेटिङ सिस्टमले प्राइमरी मेमोरी र सेकेन्डरी मेमोरीलाई चाहिँ एलोकेसन गर्ने, डिएलोकेसन गर्ने, सेभ गर्ने, इरेज गर्ने, टेम्पोररी सेभ गर्ने, स्टोरेज गर्ने, पर्मानेन्टली स्टोरेज गर्ने कुरा के गर्छ, भाइटल रोल खेल्छ। अर्को इम्पोर्टेन्ट कुरा चाहिँ कुनै पनि अपरेटिङ सिस्टममा विभिन्न प्रकारका चाहिँ फर्मेटमा चाहिँ डाटाहरू इनपुट आउटपुट हुनुपर्ने हुन्छ। त्यो डाटाहरूलाई चाहिँ अर्गनाइज गर्छ एउटा सर्टेन फर्ममा, जसले हामी फाइल भन्छौँ। विभिन्न प्रकारको फोल्डरहरूमा अर्गनाइज गर्छ, डाइरेक्टरिजहरूमा अर्गनाइज गर्छ। तिनीहरूलाई इजिली मुभ गर्ने, कपी गर्ने, पेस्ट गर्ने, रिड गर्ने, राइट गर्ने, एक्जिक्युट गर्ने, नेभिगेट गर्ने फिचरहरू हुन्छ। सो कुनै पनि अपरेटिङ सिस्टमले फाइल म्यानेजमेन्ट भनेर चाहिँ एउटा फिचर प्रोभाइड गर्छ। अर्को भनेको के छ त भनेपछि कुनै पनि अपरेटिङ सिस्टमले विभिन्न प्रकारका हार्डवेयर डिभाइसेस सँगसँगै पेरिफेरियल डिभाइसेस अझ त युजरसँग डाइरेक्टली इन्डाइरेक्टली के अरे इन्टरफेस प्रोभाइड गर्ने इनपुट आउटपुट डिभाइसेसहरू चाहिँ के हुन्छ, म्यानेज गर्छ। त्यो डिभाइसेसहरूलाई चाहिँ कम्प्युटर सिस्टममा रन हुने वातावरण बनाइदिन्छ र युजरले चाहिँ आफ्नो एक प्रकारको के गर्छ त इनपुट आउटपुट प्रोभाइड गरिदिने काम गर्छ। अर्को भनेको के छ, कुनै पनि कम्प्युटर सिस्टमले चाहिँ अनअथराइज एसेसलाई के गर्छ, रोक्छ। भनेको कुनै पनि अनअथराइज लगइनहरू हुन सक्छ, फाइल कपीहरू हुन सक्छ। भनेको सेक्युरिटी प्रोभाइड गर्छ। सँगसँगै भाइरस एन्ड थ्रेडबाट के गर्छ त कम्प्युटरलाई चाहिँ जोगाउँछ।
जस्तो कि पासपोर्ट हुन्छ, पिन हुन्छ, सँगसँगै विन्डोज डिफेन्डर जस्तो सफ्टवेयर हुन्छ। यो सबै के हो, कम्प्युटर सिस्टममा चाहिँ इन्टिग्रेट हुन्छ, जुन भेरी इम्पोर्टेन्ट कोर फङ्सन हो। अर्को हाम्रो सिलेबसमै छ 2.2 डस भर्सेस विन्डोज। अब यसमा के छ त, डस भर्सेस विन्डोज भन्ने बित्तिकै त्यस्तो कम्पेरिजन हो जसले चाहिँ डस सिङ्गल युजरलाई र विन्डोज मल्टी युजर अपरेटिङ सिस्टमलाई के गर्छ, ह्यान्डल गर्छ। जसमा चाहिँ के हुन्छ त, डस जहिले पनि सिङ्गल युजर हुन्छ, सिङ्गल टास्किङ हुन्छ, सिएलआई बेस हुन्छ, कमान्ड लाइन युजर इन्टरफेस हुन्छ, टेक्स्ट बेस हुन्छ। तर ग्राफिकल युजर इन्टरफेस हुन्छ, विन्डोज ग्राफिक्स हुन्छ। यसमा चाहिँ के हुन्छ, विन्डोज हुन्छ, आइकन हुन्छ, डब्लुआइएमपी भनेको विन्डोज हुन्छ, आइकन हुन्छ, मेनुज हुन्छ, पोइन्टर हुन्छ। हाम्रो विन्डोज अपरेटिङ सिस्टममा विभिन्न आइकनहरू हुन्छ, विभिन्न मेनुज हुन्छ, विभिन्न प्रकारको पोइन्टिङ फेसिलिटिजहरू हुन्छ। तर डस डिस्क अपरेटिङ सिस्टममा के हुन्छ, टेक्स्ट बेस हुन्छ। अर्को यिनीहरू बिच मेजर डिफरेन्स के हो त, DOS command always resident in RAM, so it is very fast, it consume less power and it produce less heat. तर Windows operating system need more RAM, load in external हार्ड डिस्कमा यसको फाइलहरू सेभ हुन्छ र यसको कमान्डहरू के अरे विन्डोजलाई पनि रन हुनलाई ऱ्याम चाहिन्छ। अर्को भनेको कम्प्लेक्स हुन्छ, प्लग एन्ड प्ले हुन्छ, तर माथि प्लग एन्ड प्ले हुँदैन। सो यसरी के छ त, 2.2 को डिस्क अपरेटिङ सिस्टम छ। अब अर्को इम्पोर्टेन्ट कुरा के छ त, सिस्टम डेट र टाइम छ। कुनै पनि अपरेटिङ सिस्टममा चाहिँ एउटा मदरबोर्डमा कम्प्लिमेन्टरी मेटल अक्साइड सेमिकन्डक्टर भनेको कम्प्लिमेन्टरली मेटल अक्साइड सेमिकन्डक्टर भनेको एक प्रकारको सिमोस टेक्नोलोजी हुन्छ। यसमा सिमोस चिप हुन्छ जसले चाहिँ के गर्छ, कम्प्युटरको कुनै पनि टाइमलाई चाहिँ सटडाउन हुँदाखेरि पनि पावर मेन्टेन गरेर दिइराखेको हुन्छ। जसले चाहिँ के हुन्छ, मदरबोर्डमै सर्किटमा सर्टेन चाहिने पावर के हुन्छ, अफ हुँदा पनि पावर दिन्छ। सिमोसले चाहिँ के हुन्छ, पावर दिन्छ। यसलाई चाहिँ हामी के गर्छौँ, ल्याङ्ग्वेज एन्ड रिजनमा जान्छौँ, टाइम एन्ड डेटमा गएर यसलाई चाहिँ के गर्छौँ, हामी मिलाउँछौँ। र युज चाहिँ के हुन्छ भनेपछि युजरले विभिन्न प्रकारको टाइमहरू मिलाउनलाई अथवा टाइम रिलेटेड फिचरहरू चलाउँछ। अर्को भनेको डेस्कटप र डेस्कटप रिलेटेड विभिन्न लेआउटहरू हुन्छ, एडजस्टमेन्ट गर्ने फिचरहरू। जस्तो कि डेस्कटपको लेआउट भइगयो, डेस्कटपको एरियामा के हुन्छ त, सर्टेन आइकनहरू हुन्छ, टास्क बार हुन्छ, नोटिफिकेसन एरिया हुन्छ, स्टार्ट मेनु हुन्छ, जसमा चाहिँ अर्को माउस एक्सन बटन हुन्छ। के हुन्छ त, लेफ्ट क्लिक भनेको सिलेक्ट भयो, डबल क्लिक भनेको ओपन एक्जिक्युट भयो, राइट क्लिक भनेको मेनुहरू आउँछ, मेनु र प्रोपर्टिज आउँछ, ड्र्याग एन्ड ड्रप फिचर हुन्छ। माउसको चाहिँ यो के भयो, मेन फिचर भयो। अर्को स्विचिङ युजर कन्ट्रोल एल गरेर हामीले विभिन्न प्रकारका चाहिँ के विन्डोज एल गरेर हामी विभिन्न प्रकारका के गर्न सक्छौँ त, विभिन्न प्रकारका चाहिँ हामी एप्लिकेसनहरूलाई चाहिँ स्विच गरेर युजरसँग के गर्न सक्छौँ, चेन्ज गर्न सक्छौँ। अब अर्को के छ भनेपछि सर्टकट कीहरू हुन्छ, विभिन्न प्रकारका फाइलहरूसँग लिङ्क गर्ने, डिलिट गर्ने, एक्जिक्युट गर्ने, पोइन्टिङ गर्ने कुराहरू हुन्छ। अर्को भनेको विन्डोजको लेआउट छ। विन्डोजको लेआउटमा के छ, टाइटल बार हुन्छ हामीसँग, मेनु बार हुन्छ। के हुन्छ त, विन्डोजमा के हुन्छ, टाइटल बार भयो, विभिन्न प्रकारका मेनु बारहरू भए है। अनि अर्को भनेको रिबन टुल बार हुन्छ, स्क्रोल डाउन र अप हुन्छ, स्ट्याटस बारहरू हुन्छ। अर्को भनेको टास्क बार हुन्छ। र विन्डोजमा चाहिँ फाइलहरू विभिन्न फाइल्सहरूमा, फोल्डरहरूमा, डाइरेक्टरीमा, माई कम्प्युटरको विभिन्न ड्राइभहरूमा हामी सेभ गर्छौँ। त्यसमा पनि के हुन्छ त, विन्डोजको चाहिँ फाइल र फोल्डरहरू चाहिँ के हुन्छ त,
ट्रीको हिरार्कीमा चाहिँ सेभ भएको हुन्छ। भनेको एउटा फाइलभित्र चाहिँ विभिन्न फोल्डरहरू हुन्छ। एउटा एउटा फाइल हुन्छ, यो भने ट्रीको हिसाबले चाहिँ के हुन्छ, सेभ हुन्छ हिरार्किकल हिसाबमा है। यो भनेको फाइल र फोल्डर ट्रीको हिसाबमा सेभ हुन्छ हिरार्किकल फर्ममा। अर्को भनेको हामीले डिलिट गरेका टेम्पोररी फाइलहरूलाई चाहिँ लोकल हार्ड डिस्ककै रिसाइकल बिलमा चाहिँ सेभ गरिदिन्छ, जसले चाहिँ के गर्छ, पर्मानेन्टली डिलिट गरेका कुरा फेरि रिसाइकल बिनमा हुँदैन। एकदमै इम्पोर्टेन्ट। माई कम्प्युटर आजभोलि दिस पिसी भन्छन्। यसलाई चाहिँ के हुन्छ त, विभिन्न प्रकारका, जस्तो कि दिस पिसीमा के हुन्छ त, विभिन्न प्रकारका डिभाइस ड्राइभरहरू हुन्छ, हार्ड डिस्कहरू हुन्छ, विभिन्न प्रकारका मेनुजहरू हुन्छ है। यो पनि हाम्रो विन्डोजको अभिन्न अङ्ग हो। अर्को भनेको विन्डोज एक्सप्लोरर, यसलाई फाइल एक्सप्लोरर पनि भन्छन्, जुन हिरार्किकल फोल्डर सेन्ट्रिक हुन्छ। लेफ्ट प्यान हुन्छ, डाइरेक्टरेट ट्रिजहरू हुन्छ, राइट प्यानले चाहिँ विभिन्न कन्टेन्टहरू देखाउँछ। सो विन्डोजमा विन्डोज एक्सप्लोरर अथवा फाइल एक्सप्लोररले ओभरअल विन्डोज सिस्टमलाई के गर्छ, ह्यान्डल गर्छ। हामी कन्ट्रोल प्यानल भनेको एक प्रकारको त्यस्तो विन्डोजको कम्पोनेन्ट हो, जसमा चाहिँ विभिन्न प्रकारका सेटिङहरू, विभिन्न प्रकारका एप्लिकेसनहरू, तिनीहरूलाई हामीले म्यानेज गर्ने, कन्ट्रोल गर्ने, ह्यान्डल गर्ने के गर्छौँ त, कामहरू गर्छौँ। त्यस्तै गरेर विभिन्न प्रकारका चाहिँ सिस्टमहरूमा, हाम्रो कम्प्युटर सिस्टममा प्रोग्रामहरू, एप्लिकेसनहरू एड गर्ने, रिमुभ गर्ने, मोडिफाई गर्ने। अघि भर्खर अनिलले एउटा प्रोग्राम मोडिफाई गरे होइन। यसरी के गर्छौँ त, हामी विभिन्न प्रकारको चाहिँ प्रोग्रामहरू चाहिँ रजिस्ट्रीबाट, अनइन्स्टलबाट, मोडिफाईबाट, एड एन्ड रिमुभबाट हेर्छौँ। अर्को भनेको विभिन्न प्रकारको चाहिँ डिस्प्लेको प्रोपर्टिजहरू, पिक्सलहरू, रिफ्रेस रेटहरू, स्क्रिनको चाहिँ सेभरहरू, स्क्रिन रिजोल्युसनहरू जस्ता कुराहरू युजरसँग चाहिँ स्क्रिनिङको माध्यमबाट विन्डोजलाई चाहिँ आउटपुटको हिसाबले चाहिँ राम्ररी हेर्न मिल्यो। अर्को भनेको विभिन्न प्रकारका युजरहरू हुन्छन्। एडमिनिस्ट्रेटर फर इक्जाम्पल फुल कन्ट्रोल हुन्छ, जसले चाहिँ इन्स्टल गर्ने, अनइन्स्टल गर्ने, डिलिट गर्ने, फाइल चेन्ज गर्ने, म्यानेज। अन्य युजरलाई पनि के अरे के प्रकारको चाहिँ प्रिभिलेजहरू दिने भन्ने कुरा के गर्छ, डिस्प्ले प्रोपर्टिजले हेर्छ। फेरि त्यस्तै के छ त, अर्को गेस्ट हुन्छ, लिमिटेड एसेस, लिमिटेड टाइम होला, इन्स्टल गर्न नमिल्ला। अर्को युजर होला, जसले पनि इन्स्टल गर्न नमिल्ला तर सबै युज गर्न मिल्यो। यस्तो यस्तो फिचरहरू हाम्रो अपरेटिङ सिस्टममा हुन्छ। अर्को भनेको के छ त, सिस्टम मेन्टेनेन्सको कुरा हुन्छ। सिस्टम मेन्टेनेन्स भन्ने बित्तिकै हाम्रो अपरेटिङ सिस्टममा चाहिँ भएको विभिन्न प्रकारको फाइलहरूमा, विभिन्न एप्लिकेसनहरूमा इरर आउन सक्छ। मोस्ट अफ द हार्ड डिस्कमा फर इक्जाम्पल स्क्यान डिस्क भन्ने एउटा अप्सन छ, यसबाट एमसिक्यू सोधिराखेका छ। सिएचके डिएचके भन्ने कोड हानेर हामीले गर्छौँ, जसले चाहिँ के गर्छ, हार्ड डिस्कको चाहिँ लजिकल फाइल इररहरूलाई चाहिँ पत्ता लगाउँछ, त्यसलाई म्याप आउट गर्छ। हार्ड डिस्कको ब्याक सेक्टरलाई चाहिँ के अरे पत्ता लगाएर त्यसमा चाहिँ डाटा छ कि छैन भनेर चाहिँ पत्ता लगाएर हेल्प गर्छ स्क्यान डिस्कले। डिस्क डिफ्रेगमेन्टेसनले के गर्छ, विभिन्न स्टोरमा फ्रेगमेन्टेड फाइलहरू भनेको विभिन्न प्रकारका चाहिँ सिमिलर टाइपको फाइलहरू, टेम्पोररी फाइलहरू के हुन्छ त, बसेको हुन्छ, त्यसैलाई के गर्छ, रिएरेन्ज गर्छ। विन्डोजका चाहिँ विभिन्न प्रकारका बुल्ट-इन एप्लिकेसनहरू हुन्छन्। नोटप्याड जस्तो बेसिक के हो, टेक्स्ट एडिटर हो, अनफर्मेटेड टेक्स्टहरू हुन्छ, यसको एक्सटेन्सन डट टीएक्सटी हुन्छ। वोटप्याड विन्डोजको चाहिँ डिफल्ट वर्ड प्रोसेसिङ प्रोग्राम अथवा एप्लिकेसन हो, जसले रिच टेक्स्ट एडिटहरू सपोर्ट गर्छ। विभिन्न प्रकारको इमेज एक्सपान्सनहरू आरटिएफ फर्मेट, रिच टेक्स्ट फर्मेट के गर्छ, एडिट गर्छ। एमएस पेन्ट जसले चाहिँ के गर्छ त, ग्राफिक्स एडिटर हो, पिएनजी, बिएमपी, बिटम्याप हो। यो
अर्को जेपीजी जोइन्ट एक्सपर्ट फोटोग्राफिक ग्रुप हो, यिनीहरू के गर्छ, पोर्टेबल नेटवर्क ग्रुप हो, यिनीहरू के गर्छ, ग्राफिक्स हो, यसले गर्छ। क्यालकुलेटर भइगयो, साइन्टिफिक हुन्छ, प्रोग्राम मोड हुन्छ, यसमा हुन्छ। अर्को भनेको के छ त, विभिन्न प्रकारको चाहिँ हार्डवेयरको चाहिँ त्यस्तो टाइपहरू हुन्छ, इनबिल्ड हार्डवेयरहरू हुन्छ अथवा पेरिफेरियल हार्डवेयरहरू हुन्छ। इनबिल्ड हार्डवेयर भनेको के भयो त, मदरबोर्ड। अब यो मदरबोर्डलाई कसले कसले कन्ट्रोल गर्ने भयो, हाम्रो अपरेटिङ सिस्टमले मदरबोर्डलाई म्यानेज गर्ने, कन्ट्रोल गर्ने, मदरबोर्डमा भएका सम्पूर्ण इलिमेन्ट र कम्पोनेन्टहरूलाई चाहिँ ह्यान्डल गर्ने सबै काम केले गर्छ, माइक्रो के अरे अपरेटिङ सिस्टमले गर्यो। अर्को भनेको विभिन्न प्रकारका पेरिफेरियल डिभाइसेसहरू भए। त्यो पेरिफेरियल डिभाइस भनेका त्यस्ता पेरिफेरियल डिभाइस जसले के गर्छ त, सम्पूर्ण प्रकारका चाहिँ डिभाइसेसहरूलाई रन हुने इन्भाइरोमेन्ट प्रोभाइड गराइदिन्छ, डिभाइस ड्राइभर इन्स्टल गरिदिने वातावरण बनाइदिन्छ, अपरेटिङ सिस्टममा फिचर हुन्छ। अर्को भनेको के छ त भनेपछि हार्डवेयरमा चाहिँ के भयो, मदरबोर्ड भयो। मदरबोर्ड भन्दा पनि इन्टरनल हार्डवेयर र एक्सटर्नल हार्डवेयर सबै अपरेटिङ सिस्टमसँग रिलेटेड हुन्छन्। अब यति यो रिलेटेड भइसकेपछि अर्को के छ त भनेपछि विभिन्न प्रकारका चाहिँ पेरिफेरियल डिभाइसेसहरू पनि ह्यान्डल गर्छ। त्यो सँगसँगै अपरेटिङ सिस्टम चाहिँ ब्रान्डेड पिसी र एसेम्बली पिसी भन्ने छ अपरेटिङ सिस्टमको हिसाबले। बोथ आर बुल्ट-इन हुन्छ, फङ्सन एउटै नै हुन्छ। अलिकति ब्रान्डेड पिसीमा चाहिँ हार्डवेयर म्यानुफ्याक्चररहरू चाहिँ के हुन्छ त, ब्रान्डेड म्यानुफ्याक्चररको एउटै कम्पनीको सबै हुन्छ भनेपछि, तर एसेम्बल पिसीमा के हुन्छ भनेपछि विभिन्न फरक फरक कम्पनीको पार्टहरू लाएर एसेम्बल गरिएको हुन्छ, जोडिएको हुन्छ। अब युएसबी भन्ने बित्तिकै युनिभर्सल सिरियल बस हो। यो चाहिँ मदरबोर्डमा चाहिँ एक प्रकारको स्पेसिफिक कनेक्सन हो, जसले विभिन्न प्रकारको चाहिँ डिभाइसेसहरूलाई चाहिँ सपोर्ट गर्छ, जसमा चाहिँ के हुन्छ त, सपोर्ट अप टु 127 डिभाइस है। यसले चाहिँ 127 हुन्छ। प्ले एन्ड प्ले एन्ड प्लग भनेको जोड्ने बित्तिकै चल्छ, छुट्टै ड्राइभ चाहिँदैन। विशेष गरेर विभिन्न प्रकारको डाटाहरू चाहिँ हुन्छ। अर्को डाउनलोडिङ डाटा भन्ने छ। हामीले डाटा चाहिँ कपी गर्नु चाहिँ के हो, युएसबीबाट डाउनलोडिङ डाटा हो, जस्तो कि फ्ल्यास ड्राइभ युज इइपिआरओएम भनेको छ, रिड ओन्ली टेक्नोलोजी। हामीले चाहिँ विभिन्नबाट कपी गर्नु नै डाउनलोडिङ हो, पेस्ट गरेर राख्नु नै के हो त, अपलोडिङ टाइपको हो। यो सिलेबस बनाउँदाखेरि त्यसरी गरेका यिनीहरूले। अर्को की डिफिनेसन र टर्मिनोलोजी छ। जियुआई भनेको ग्राफिकल युजर इन्टरफेस, सियुआई भनेको क्यारेक्टर युजर इन्टरफेस, सिएलआई भनेको कमान्ड लाइन इन्टरफेस, जसले चाहिँ कमान्डलाई बुझाउँछ। कन्टेक्स्ट मेनु भनेको चाहिँ पपअप मेनु, जसमा चाहिँ राइट क्लिक गर्दाखेरि आउँछ। फ्रेगमेन्टेसन भनेको चाहिँ त्यस्तो सिङ्गल फाइल जुन ब्रोकन हुन्छ, जसले चाहिँ स्क्याट छरिएको हुन्छ र हार्ड ड्राइभमा चाहिँ अव्यवस्थित हुन्छ। स्पिलिङ भनेको चाहिँ एक प्रकारको प्रिन्टरहरूलाई चाहिँ रिस्टार्ट गर्नु हो, बफरिङलाई क्यान्सल गर्नु हो। अर्को भनेको हट स्वापेबल भनेको चाहिँ विभिन्न प्रकारको एबिलिटी हुन्छ, जसले चाहिँ के गर्छ त, त्यसलाई चाहिँ क्लियर गर्छ पेरिफेरियल डिभाइसेसको विदाउट के त, रिबुटिङ। अर्को भनेको के छ त, हार्ड डिस्कको एसएस टाइमहरू हुन्छ, जसमा चाहिँ के हुन्छ, सिक टाइम हुन्छ, लेटिलेन्सीहरू हुन्छ है। अर्को भनेको के छ त, डस भर्सेस विन्डोजको चाहिँ डिफ्रेन्ट बिट्विन भयो, जुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ एमसिक्यूमा पनि आउँछ, भएन भने केमा आउँछ त, 5 नम्बरको क्वेसनमा आउँछ है। इन्टरफेस भयो सिएलआई र जियुआई, टास्किङ भयो सिङ्गल र मल्टी भयो, सपोर्ट सिङ्गल र मल्टी भयो, म्याक्सिमम साइजको कुरोहरू भयो, मिनिमम म्याक्सिमम भयो, इनपुट प्राइमरी किबोर्ड माउस टचप्याडहरू भयो। यो चाहिँ फास्ट भयो, यो स्लो भयो। यसले कम कन्ज्युम गर्ने भयो पावर, यसले धेरै गर्ने भयो। यसले ऱ्याम कम खाने भयो, यसले धेरै खाने भयो। यो चाहिँ ऱ्याममा लोड हुने भयो, यो चाहिँ हार्ड डिस्कमा लोड हुने भयो, इटिसी। अर्को भनेको फेरि डिफ्रेन्स छ,
विन्डोज भर्सेस माई कम्प्युटर, विन्डोज एक्सप्लोररलाई चाहिँ हामी के भन्छौँ, फाइल एक्सप्लोरर पनि भन्छौँ। तर माई कम्प्युटरलाई चाहिँ हामी दिसपिसी भन्छौँ। आजकल प्राइमरी फोकस चाहिँ विभिन्न प्रकारको ड्राइभहरू, सिस्टम प्रोपर्टिज र हार्डवेयरहरूलाई चाहिँ माई कम्प्युटरले फ्लो अप गर्छ। फाइल एक्सप्लोररले के गर्छ, विभिन्न प्रकारका फाइल, फोल्डर, डाइरेक्टरी र हिरार्कीलाई चाहिँ फोकस गर्छ। भ्यू स्टाइल अब्जेक्ट सेन्ट्रिक हुन्छ, ट्री बेस अथवा हिरार्किकल हुन्छ, लेफ्ट राइटमा चाहिँ फोकस हुन्छ। अब यसमा चाहिँ मेन के छ त भनेपछि डिफ्रेगमेन्टेसन गर भन्ने अप्सन हुनसक्छ। डिफ्रेगमेन्टेसनको त यो सोध्या छ प्र्याक्टिकलमा पनि। अर्को भनेको के छ त, इक्जाममा चाहिँ विभिन्न फाइलको चाहिँ सिडीहरूलाई चाहिँ कपी पेस्ट गर भन्छ। खासै यस्तो चाहिँ इम्पोर्टेन्ट छैन, तर होला। अब हामीले के छ त, अब के छ त सर्टकट, त्यो अघिको वालामा सबै छँदैछ सर्टकटहरू है। प्रिभियस इक्जाममा फाइल एक्सपान्सनको बारेमा, भोलाटाइल र नन भोलाटाइलको बारेमा, डिस्क युटिलिटिजको बारेमा चाहिँ चाहिन्छ। अब यसबाट चाहिँ एमसिक्युज क्वेसनहरू है, यो चाहिँ मैले रेकर्ड नगर।